देब्रे नाकको पल्ला श्वासलाई भर्ने, दाहिने नाकको पल्ला श्वास फाल्ने, अनि पुनः दाहिने नाकको पल्लालाई श्वास भर्ने अनि देब्रे नाकको पल्ला फाल्ने। यसलाई भनिन्छ अनुलोम विलोम प्राणायाम। यसरी अनुलोम विलोम प्राणायाम गरिरहँदाखेरि के हुन्छ भन्दाखेरि हामीले जब देब्रे नाकको पल्ला श्वास भर्छौँ अनि श्वासलाई नरोकिकन फेरि दाहिने नाकको पल्ला श्वास फाल्छौँ। यति गरिँदाखेरि देब्रे नाकको पल्लाबाट श्वास भर्दाखेरि दाहिनेतर्फको भागलाई, दाहिने मस्तिष्क, दाहिने अङ्गहरू, फोक्सोहरू, मुटुहरू सम्पूर्ण दाहिनेतर्फको भागलाई फाइदा पुग्छ भने फेरि हामीले जब दाहिने नाकको पल्लाबाट श्वास भर्छौँ अनि देब्रे फालिरहेका हुन्छौँ त्यतिखेर चाहिँ श्वास भरिरहँदाखेरि फेरि देब्रेतर्फ भाग, देब्रे मस्तिष्क अनि देब्रे चाहिँ फोक्सो भाग अनि मुटुको भागहरू अनि शरीरका अन्य अङ्गहरूलाई फाइदा पुगेको हुन्छ। अर्थात् दुवै भाग, दाहिने भाग र देब्रे भाग, राइट ब्रेन र लेफ्ट ब्रेन दुईटैलाई एकदमै धेरै फाइदा पुर्याइरहेको हुन्छ। अनि श्वास स्वाट्ट खिचेर जाँदाखेरि चाहिँ त्यो चिसोपन, त्यो शीतलतापन चाहिँ हाम्रो मस्तिष्कसम्म पुग्ने जस्तो अनुभूति हुन्छ अनि त्यसले हामीलाई आनन्द दिन्छ। हाम्रो शरीरको चाहिँ सबै रोग कष्टहरूलाई ठिक गर्ने काम गर्छ। यसलाई चाहिँ प्राणायामको राजा भनिएको छ। अनुलोम विलोम प्राणायामलाई प्राणायामको राजा भनिएको छ, जुन चाहिँ श्वास लिने फाल्ने काम गरिन्छ। यसले के हुन्छ भने हाम्रो शरीरभित्र रहेका ससाना सूक्ष्म कोषहरू, ससाना नसनाडीहरूलाई फाइदा पुर्याउँछ। भनिएको छ 72,72,7,772 भन्दा बढी नसनाडीहरूलाई यसले खुलाउने काम गर्छ। ससाना कोषहरूलाई चाहिँ खुलाई शरीरमा श्वासको प्रक्रिया, रक्त प्रवाहलाई राम्रो गर्ने काम गर्छ भनिएको छ। त्यसैले अनुलोम विलोम प्राणायाम चाहिँ हामीले अब गर्मी समयभरि 10 मिनट गर्न सकिन्छ भने जाडो समय सुरु भएपछि 5 मिनट चाहिँ हामीले कम्ती गर्न सक्छौँ। र यो नियमित रूपमा अभ्यास गर्दै गयो भने हाम्रो दुवै नाकको पाल खुल्छ, नाक पनि सफा हुन्छ अनि फोक्सोमा पनि पुरा अक्सिजन पुग्न पाउँछ। शरीर चाहिँ स्वस्थ हुन्छ अनि मन पनि स्वस्थ हुन्छ। शारीरिक मानसिक रूपमा हाम्रो शरीरलाई स्वस्थ बनाउनलाई अति महत्त्वपूर्ण प्राणायामको नाम हो अनुलोम विलोम प्राणायाम। यसरी नियमित रूपमा अनुलोम विलोम प्राणायामको अभ्यास गरौँ र घरमा मौका मिल्दा, समय मिल्दा मैले तपाईँलाई भनिसकेको छु, यत्तिकै सुरु गर्न गाह्रो हुन्छ। सानो म्युजिक बजाउनुहोस्, साइडमा मोबाइलमा म्युजिक बजाउनुहोस्, त्यसपछि आफ्नो समय कम्ती आज 15 मिनट, भोलि 20 मिनट, आधा घन्टा, 1 घन्टा यसरी